नमस्ते, म त्रिलोचन मल्टिडाइनामिक फिजिक्सबाट आज म तपाईहरुलाई अलिकति भर्खरै आरबीआईले रेट कट गरेको छ 0.25% रेट कट गरेको छ। यसले हामीलाई के इफेक्ट गर्छ तथा तपाईहरुलाई के इफेक्ट गर्छ भन्ने कुराको बारेमा थोरै मलाई जानकारी भएसम्म कुराहरु लिएर आएको छु। जस्तै यदि तपाई बायर हुनुहुन्छ, सपोज यदि बायर हुनुहुन्छ भने अब के देखियो त भन्दा तपाईको जब इन्ट्रेस्ट रेट कट हुन्छ त्यसले गर्दा तपाईको बोरोइङ पावर बढ्छ। बोरोइङ पावर बढ्ने बित्तिकै तपाईले सोचेको जस्तो लोन लिन सजिलो हुन्छ र तपाईको ड्रीम होम जुन खोजिरहनु भएको छ त्यो जर्नीको लागि तपाईलाई धेरै सजिलो पर्न सक्छ। नम्बर 1। अर्को, तपाई एज अ सेलर हुनुहुन्छ, तपाईलाई कसरी इफेक्ट गर्छ त यो रेट कटले भन्दाखेरि जस्तै अब जब रेट कट हुन्छ बायरको के हुन्छ त बोरोइङ पावर बढ्छ। बजारमा घरहरु थोरै छन्, त्यस्तो अवस्थामा धेरै बायरहरु घर किन्न आउने भए जसले गर्दा बजारमा कम्पिटिटिभ हुने भयो र तपाईले सोचेको जस्तो घरको भ्यालु पाउन सक्ने सम्भावना बढ्यो। त्यति मात्र हैन, अब तपाई इन्भेस्ट गर्ने सोचमा हुनुहुन्छ, तपाईलाई एउटा जुन पावर जुन तपाईलाई धेरै बोरोइङ क्यापेसिटी चाहिएको थियो त्यो पावर पुगिरहेको थिएन, अर्थात त्यो हिसाबले तपाईले बोरोइङ जुन मनी पाइरहनु भएको थिएन। अबको स्थितिमा के हुन जान्छ त भन्दा तपाईको बोरोइङ पावर बढ्छ र तपाईले सोचेको ठाउँमा कम्फर्टेबली तपाई लगानी गर्न सक्नुहुन्छ। जसले गर्दा अब जुन रेन्टल इन्कमको कुरा छ यो इन्भेस्टरको लागि जब तपाईको बोरोइङ पावर बढ्छ तपाईले भने जस्तो घर अथवा केहीमा लगानी गर्न सक्नुहुन्छ। घरमा लगानी गर्दा तपाईको रेन्टल इन्कम पनि बढ्छ। यी सबै कुराहरुले गर्दा जब यसरी रेट कटले गर्दाखेरि हामीलाई धेरै कुराहरुमा फाइदा हुने देखिन्छ र तपाईलाई यदि योसँग रिलेटेड घर जग्गा खरिद बिक्रीमा केही सम्पर्क राख्नु परेमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ। मेरो नम्बर 0434226377 हो। धन्यवाद।